हेलो नमस्ते अनि वेलकम मेरो मिनी ब्लगमा। हामी अब घरबाट घुम्न जानको लागि हिँड्न लागेको। आजको दिन चाहिँ एकदमै राम्रो छ, घाम लागिरहेको छ। आज चाहिँ कहाँ जान लागेको भन्नु होला भने आज चाहिँ हामी वाकाइमाको उमी हेर्न जान लागेको। वाकाइमा केनमा रहेको उमी हेर्नलाई जाँदैछौँ। आज चाहिँ हाम्रो बिदा थियो फ्यामिलीको, साथै बुढा गाडी चलाउँदै हुनुहुन्छ अनि पछाडि मेरो छोरी बसिरहेकी छिन् अनि हामी चाहिँ इन्जोय गर्दै म क्यामेराम्यान सँगसँगै हातमा हात समाएर हेर्न जाँदैछौँ। त्यो पङ्खा चाहिँ राम्रोसँग देखे छैन, म फर्किँदा चाहिँ हजुरहरूलाई राम्रोसँग देखाउँछु है। हामी चाहिँ लगभग पुगिसकेको छौँ। मैले चाहिँ भिडियो चाहिँ सानो सानो सर्ट राखेर बनाएको छु हैन। लगभग हामी घरबाट यहाँ आइपुग्नलाई चाहिँ 2 घन्टा 2.5 घन्टा जति लाग्छ। भिडियो लामो हुने भएकोले मैले चाहिँ सानो सानो सर्ट बनाएर राखेको छु। लामो भिडियो हेर्नलाई पनि त साह्रै अल्छी लाग्छ नि त हामीलाई। त्यही भएर यहाँबाट चाहिँ हामी इन्ट्री गर्ने। हामी चाहिँ इन्ट्री गरिसकेको छौँ अनि पार्किङमा गाडी पनि राखिसकेको छौँ अनि हामी चाहिँ बाहिर निस्केर घुम्नलाई हिँडिसकेको छौँ। ल हेर्नुहोस्, ठाउँ चाहिँ एकदमै राम्रो छ हैन। मेरो छोरी अनि मेरो बुढा चाहिँ पुरा फोटो खिच्नलाई रेडी हुँदै अगाडि बढिरहनु भएको छ अनि म चाहिँ आफ्नो भिडियो आफै बनाउँदै सेल्फीबाट गर्दैछु, भिडियो खिच्दैछु। यहाँ चाहिँ मेरो छोरी पुरा रमाएर मम्मी मेरो भिडियो खिच्दिनु न भन्दै इन्जोय गर्दै उफ्रिँदैछिन्। ल हेर मेरो छोरीको पारा छुट्टै छ। अनि ल हेर्नुहोस्, ठुलो ठुलो समुद्र, यस्तो रमाइलो छ नि यहाँको वातावरण अनि ठाउँ पनि एकदमै राम्रो छ। हजुरहरूलाई जानु मन भए जानु होला, घुम्नु होला हैन। हजुरहरूलाई लोकेसन चाहिएको छ भने चाहिँ कमेन्ट गर्नु होला। अनि ल म चाहिँ अब फोटो खिच्ने मान्छे छैन नि त अनि आफैले भिडियो बनाउँदै हिँड्दैछु। अलिअलि सानो सानो मिनी भ्लग बनाउने ट्राई गर्दैछु हैन। साथ दिनु होला हजुरहरूले हेरेर। भिडियो अलिकति लामो छ, च्याउन मानी हेरिदिनु होला हस्। मेरो छोरीलाई चाहिँ पानी छुनु मन लाग्यो अरे समुद्रको, त्यही भएर नजिक जाँदैछिन् ड्याडी छोरी तल अनि म चाहिँ स्ट्यान्ड राखेर टक्क लाएर आफ्नो भिडियो आफै बनाउँदै इन्जोय गर्दैछु। ठाउँ चाहिँ एकदमै रमाइलो छ। ल हेर्नु त भ्यू, वाउ होइन त, यति राम्रो छ नि यहाँको भ्यू।